हेलो गुड मर्निङ सबैजना सन्चै हुनुहुन्छ आराम हुन्छ म चाहिँ भर्खर उठेको पनि छैन बाहिर कस्तो आनन्दको घाम लाग्छ कस्तो बच्चाको प्रेजेन्ट कस्तो राम्रोसँग बाहिर हाम्रो होटल बाहिर अनि यहाँ कसो भयो नि त अनि आज चाहिँ हामी स्कटल्यान्ड एडिनबर्ग घुमेर अनि ब्याक टु लेस्टर हुन्छ सो के कस्तो लागेर चाहिँ हुँदाको भिडियो मन पराइदिनु होला सो त्यही हो हामी चाहिँ आज ब्याक हुँदैछौँ जान मन छैन त म सानोसम्म आएको छ होला एनर्जी नै छैन क्या सबै बडी पेन भइरहेको छ सो अब चाहिँ उठेँ म रेडी भएर चाहिँ जाने हो अहिले भेट्छु हजुरलाई सो हाम्रो बिहान सिमरामिन रेडी भएको छ यता खाँदै हुनुहुन्छ बिहानको 9 बजे उता टिकटक बन्दैछ सभा सफा गर्नुपर्ने छ रेडी टु गो वेयर स्ट्यान्ड बाबु स्ट्यान्ड कस्तो स्पिड गाडीको हामी जानु रेडी भएको कहाँ रे टेन्सन झोला छ त्यहाँ माथि फेरि झोला कसको भन्नु न बिन्ताको On the way to Edinburgh, कस्तो राम्रो भ्यू छ वेदर इज नाइस हैन त घामला छ एकदम मिठो होइन न्यानो छ आज हिजो हेरिकन धेरै न्यानो छ र बाहिरको रोड सिनारी होइन अलिदेखि चाहिँ मजाले डाँडा काँडा होइन हरियाली नै हरियाली छ जस्तै नाइस भ्यू एकदम बाबा कति जान सक्यो होला थाहै भएन अन्त आज एक दिन छ अनि भोलि छ तर भोलि ब्याक टु होम हो पछिदेखि ब्याक टु वर्क अब उपरबाट कहाँ भयो पढ्ने कहाँ भयो छ यसपालि चाहिँ तर कति हप्ताको छुट्टी एकै हप्ता लिनुभयो त त्यही भएर यस्तै छ जिन्दगी हाम्रो काम कहाँ आइपुग्यौँ ल भनिदिनुहोस् We are in Edinburgh city, so oh my god, कस्तो अनि निद्रा लागेन म आँखाको है गरेर त oh my god look That's the castle. look Edinburgh Castle. छेकी हो हेर भनेको हैन मेरो साथीले एडिनबर्ग go there भन्थे कहाँ एडिनबर्ग कसमा किनकि त्यो हामीसँग आएको थियो मन पराउँछ मेबी हुनसक्छ हामी चाहिँ एडिनबर्ग कसो आइपुग्यौँ गाइस कति हिँड्नले हिँडेको हिँडेछौँ हामी कति दिन भयो त फेरि मेरो मात्रै भयो भने त माएको नि काट्ने मात्रै नि यस्तो मलाई खतरा लाग्छ कटामा छ त बाबु आउनु अनि सो हामी चाहिँ एडिनबर्ग कसो सो नाइस तर भित्र जान चाहिँ एक्सपेन्सिभ रहेछ है अति महँगो लास्टै कति पर पर्सन हिजो बुक कन्फर्म रहेछ हाम्रो थाहा भएन अनि पर पर्सन 24 पाउन्ड 24 भनौँ न अनि सो त्यो कारणले गर्दाखेरि चाहिँ अनि हिजो पनि बुक गरेको भएन अनि हामी चाहिँ त्यो भएर बाहिर मात्रै खिच्यौँ यो चाहिँ खिच्यौँ भइहाल्यो भने सोचेर वी आर गोइङ ब्याक हामी चाहिँ आयौँ माथिबाट क्यासेल फर्कियौँ है अनि दुईजना मात्रै मेरो यो ड्रेस मिसिङ है गाइस सब के भन्छ किन हावा छ र मैले ज्याकेट लगाएको थिएँ माथि एकछिन फोटोसुट खिच्यौँ भिडियोसुट गऱ्यौँ अनि तल आएन हामी दुईजना चाहिँ अनि मदन बाबु चाहिँ बोला माथि जानुभएको थियो किनभने बाबुको चाहिँ तल काम परेर चाहिँ तल बोल्नु भएको थियो अनि चाहिँ बाबु चाहिँ माथिबाट जानुभएको छ विकास बाबु पनि माथि हुनुभएको छ घरको फोटो खिच्न पऱ्यो अनि हामी दुईजना चाहिँ बिस्तारै झऱ्यो किन दुईजनाको खुट्टा देखेको छ मेरो खुट्टा देखिरहेको थियो मायाको चाहिँ हिजोको ब्लग हेर्नुभएको छैन भने हेर्नु होला त्यो हाइकिङले गर्दाखेरि चाहिँ खुट्टा देखेको छ अनि डार भयो दुईजना बिस्तारै हिँड्छ भनेर चाहिँ हामी झऱ्यौँ होइन
When I yesterday, I feel like I was in the cloud of सुन्दाखेरि तेरो चाहिँ समथिङ लगभग 14 13 or 45. हो त्यो खास ठुलो होइन लाग्छ हामी नेपालीहरूको लागि होइन But yeah, यहाँ चाहिँ त्यो त यस्तो नेपालको अब हामी जम्मू यस्तो मानुकोट खोज्दै गरेर थाहा छ होइन मानुकोट सायद 1100 होला है I think 1100 समथिङ होला अनि लास्ट डिफिकल्ट बाटो भएर हो क्या म त राम्रै गरेको एकदम रफ बाटो थियो अरे भिडियो हेर्दा पनि अनि आइस पनि रहेछ सो म चाहिँ राम्रो गरेँ म गएको भए मेरो खुट्टा जान्थ्यो सियोरै हो कस्कोमा क्विक सपिङ क्विक खानेकुराहरू खानपिन भइरहेको अनि मसँग त साथी भयो नि त खुट्टा खान्छ मैले त होइन नि त खुट्टा खान्छ गर्ने अब वेलकम टु द टिम भनेको नि कहाँ जानु लाग्यो अब कहाँ जानु लाग्यो मान्छेको त को खोर आयो यो हाल यो हामी चाहिँ बाहिर नाइट वाक इभिनिङ वाक निस्केको हामी चाहिँ पान खान निस्केको साँच्ची भन्नुपर्दा चाहिँ यहाँको लास्टै मिठो हुन्छ सो मिठा पान म त नेपालमा पान कहिले हात नै यहाँ आएर खाने पानी गरेर मिठो लाग्नु थाल्छ खाइरहनु हुन्छ साँच्ची भर्खर हाम्रो चाहिँ लेस आइपुगेको यता बिन्ता विकासकोमा आइपुगेन सोडा वाटर पानीपुरी आयो हाम्रो पानीपुरी अब पानीपुरी is ready. Which one is the Normal. अनि अरु कुन छ फ्लेभर मेन अनि what's the value? स्वीट गार्लिक एन्ड स्वीट Normal. स्वीट टेंगी Sweet and tangy. एन्ड गार्लिक No, normal is fine for us. Mango. Miro. रातिको 1 बजे खै कति बजे टाइम देखाउनु त दादा यो जबर कसले खान्छ हामी खान्छौँ सकेन खै कति बजे 12:52 चाहिँ हिजोको भ्लग कन्टिन्यू भयो अब यो भ्लगलाई टाटा गरेको आज मैले भ्लग बनाइन नेक्स्ट बाई बाई भन्नु पऱ्यो नि त अब होइन Last day together. अनि अब नेक्स्ट टाइम भनेको अब कहिले हुन्छ थाहा छैन Maybe a year. त्यस्तो नभन्नु है होइन त 1 वर्षपछि रे Maybe भनेको. के गर्नु भ्लगमा सँग गरेर बोल्नु मिल्दैन अहिले पर्सनल गराउँछु हो क्या सो हामी चाहिँ अब यहाँबाट आज फर्किन गएको रिटर्न ब्याक टु साउथ ह्याम्पटन फ्रम टुमो रिटर्न ब्याक टु ओल्ड कुमाको See have you whenever see we see you you again.
Have a safe journey to Nepal. राम्रोसित बस है राम्रोसँग जानु होला सो गाइस मैले चाहिँ यो भ्लग चाहिँ इन गरिसकेको थिएँ होइन तर पनि फेरि त्यो भ्लग के भन्छ क्लिप चाहिँ नहालिकन मैले फेरि अहिले एकदम नै टाइम भइसक्यो होइन यो भ्लग भएको चाहिँ तर मैले कन्टिन्यू गर्दाखेरि चाहिँ इट्स बिन अलरेडी सो लङ होइन अनि किन कन्टिन्यू गर्दैछु भन्दाखेरि चाहिँ मैले चाहिँ योभन्दा अगाडिको भिडियो चाहिँ मेरो हाइकिङको थियो क्या हामी घुम्न गएको बेला हाइकिङको उता बेनेबिज गएको मायाले भ्लग गर्नुभएको थियो नि त सबै आदिबाट अनि कस्तो सबै भ्लग एडिट गरेको थिएँ होइन एडिट गरेर क्यापकटमा राखेको थिएँ मैले चाहिँ सबै फाल्दैछु क्या क्यापकट स्पेस बनाउनलाई चाहिँ सबै फाल्दैछु क्या अनि फालिदिएँ अनि क्यापकट सबै गयो चाहिँ अनि म त यस्तो रुम्के हाँसम भएको होइन सबै गयो अनि केही पनि छैन क्या त्यो क्लिपहरू अनि थिएन अनि भाइलाई मेसेज गरेको भाइसँग चाहिँ रहेछ क्या अलिअलि क्लिपहरू अनि म त अलिअलि भयो भने हाल्छु भन्ने सोच्दै चाहिँ अनि मसँग नि अलिअलि चाहिँ रहेछ रहन चाहिँ तर सबै फुल चाहिँ छैन नि त अनि जे भए पनि यति भयो भने हाल्छु भन्ने सोचेर त्यो भ्लग चाहिँ म अलिकति केही टाइम पछि हाल्छु अब हुन्छ नि अब पछि नै हाल्छु भनौँ न हाल्न चाहिँ त्यो भ्लग हाल्छु जसरी नै म होइन हाइकिङको भ्लग थियो मायाहरू जानुभएको थियो नि त मायाले गर्नुभएको भ्लग थियो त्यो जसरी नै हाल्छु म अब जब भाइसँग भेट्छु नि अनि भाइसँग त्यो भिडियो लिएर चाहिँ बल्ल एडिट गरेर हाल्छु अनि वाट्सएपमा पठाउँदा एकदम क्वालिटी घट्यो क्या अनि त्यही भएर बरु क्वालिटी घटेको हाल्नुभन्दा त बरु केही टाइम पर्खिन्छु अनि राम्रै क्वालिटी हाल्छु नि भन्ने सोच आयो सो यो भ्लग चाहिँ अहिले अब हेर्नुभयो यो चाहिँ लास्ट अन्तिम भ्लग हो हाम्रो घुमाइको अनि त्यही भएर त्यो भ्लग चाहिँ प्लिज आइएम सो सरी गाइज होइन मलाई यस्तो रिस उठ्यो त्यो जहाँ एडिटेड भएको देख्दाखेरि भ्लग अपलोड गर्छु भनेको त छैन भ्लग सबै एडिट गरेर राखेको थिएँ क्या मैले क्यापकटमा चाहिँ डाउनलोड गर्न बाँकी थियो अब डाउनलोड गर्छु अनि अपलोडिङमा हालिदिन्छु भनेको त छैन क्या भ्लग यस्तो रिस उठेर मलाई यस्तो आफैदेखि रिस उठेर अन्त मोबाइल हाल्दिनँ मलाई रिस उठेर कस्तो रिस उठेको सबै त्यत्रो मिनेट लगाएर भ्लग एडिट गराएको थिएँ क्या मैले त्यो भ्लग चाहिँ अलिकति लामै थियो अनि सो अब त्यस्तै भयो त्यो अनि त्यही भएर आइएम सो सरी होइन त्यो भ्लग चाहिँ केही टाइम पछि आउन चाहिँ म त्यो भ्लग जस्तै नै हाल्छु टाइम चाहिँ लाग्छ के भन्छ सबर का फल मिठा होता है त्यस्तै टाइपको छ नि त त्यही एकदम त्यही भएर केही टाइम पर्खिनु होला त्यो भ्लग चाहिँ जस्तै नै हाल्छु अनि त्यो गाइस हाम्रो घुमाएको भ्लग चाहिँ सबै सकिसक्यो अनि यहाँ चाहिँ मैले हामीले यो भ्लगमा भनेको के अरे विकास बाबुलाई बाई अब नेपालमा ह्याप्छ नि भनेको थिएँ बाबु नेपालबाट रिटर्न हुने बेला भइसक्यो तर स्टिल यो भ्लग अपलोड भएको छैन कामले गर्दाखेरि अनि त्यो पनि भ्लग थियो नि त अनि हाल्दा ग्याप परेर एकदम टाइम लाग्यो सो गाइस त्यही नै हो अनि अरू त के छ अरू त केही छैन त्यो भ्लग चाहिँ म हाल्छु है वेट गरिदिनु होला अनि थ्याङ्क यू सो मच सबैजनालाई यो भ्लगहरू अहिलेसम्म भ्लगहरू मन पराइदिनु भएको छ अझै मन पराइदिनु होला अनि सब्सक्राइब गर्नुभएको छ भने सब्सक्राइब पनि गरिदिनु होला प्लिज होइन अनि थ्याङ्क यू सो मच बिनिता बहिनी विकास बाबु मदन बाबु मेरो माया सबैजनालाई मेरो बर्थडे चाहिँ एकदम स्पेसल घरमा यहाँ पनि सेलिब्रेट गरेको थिएँ अनि बर्थडे ट्रिप नि भयो एकदम रमाइलो भयो सबैजनालाई धन्यवाद सो यति भन्दै यो भ्लग चाहिँ अब यहीँ गर्न चाहन्छु थ्याङ्क यू सो मच फर वाचिङ एभ्रीवान डोन्ट फर्गेट टु लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब सबैजनालाई मन पर्यो होला किप अन लभिङ एभ्रीवान बाई